प्रश्न नम्बर 1 मा रहेको छ सोनमले कुनै कामलाई 30 दिनमा र दिलीपले सो कामलाई 40 दिनमा पूरा गर्न सक्छ। यदि सोनमले एक्लै काम सुरु गरेर 6 दिनपछि छोडेमा दिलीपले बाँकी काम कति दिनमा पूरा गर्न सक्छ? ल यो क्वेशन हो। अब यसलाई कसरी सल्भ गर्ने? सबैभन्दा पहिला के गर्ने भने सोनमको काम लेख्ने। सोनमले कति दिनमा काम गर्न सक्छ? 30 दिनमा काम गर्न सक्छ। र दिलीपले कति दिनमा काम गर्न सक्छ? दिलीपले 40 दिनमा काम गर्न सक्छ, हैन? अब यसरी सोनमले 30 दिनमा, दिलीपले 40 दिनमा, यसरी फर्मेटमा लेख्ने, हैन? अब एक्जाममा तपाईहरुले सल्भ गर्नुहुन्छ भने सोनमको एस मात्रै लेखेर दिलीपको डी मात्रै लेखेर सर्ट फर्ममा निकालेर अनि एन्सर निकाल्नु भयो भने छिटो आउँछ, हैन? तर अहिले म बुझाउनलाई गरिराखेको भने म डिटेलमा सबै नाम लेख्छु, कसरी फर्मेट हुन्छ, कसरी सल्भ गर्ने भने सबै डिटेलमा लेख्छु, बुझाएर लेख्छु। त्यही भएर क्वेशन 1 मिनेट 2 मिनेट पनि लाग्न सक्छ सल्भ हुनलाई, तर एक्जाममा 20 सेकेन्ड भन्दा बढी लाग्नु हुँदैन। त्यही भएर यसलाई यतिचोटी प्र्याक्टिस गर्नुस् तपाईहरु कि 20 सेकेन्डमा सल्भ होस्। बुझ्नुभयो नि? अहिले म चाहिँ डिटेलमा गर्छु भने 1 2 मिनेट 3 मिनेट नि लाग्न सक्छ। ल सोनमले 30 दिनमा काम गर्न सक्छ र दिलीपले त्यही काम 40 दिनमा गर्न सक्छ भने यसको अब एलसीएम लिने। एलसीएम कति हुन्छ? 30 र 40 को एलसीएम कति हुन्छ? 120 हुन्छ। यो एलसीएम किन लिएको भने यो टोटल वर्क हो। यो टोटल वर्क एलसीएम लियो भने यो टोटल वर्क आउँछ। टोटल वर्क मतलब पूरा काम। टोटल वर्क मतलब पूरा काम हुन्छ, है? टोटल वर्क। अब यसको एफिसिएन्सी निकाल्ने। एफिसिएन्सी कसरी निकाल्ने? सोनमले 1 दिनमा कति काम गर्छ भन्ने अब 120 टोटल काम हो। त्यसले 30 काम गर्यो भने डिवाइड गर्यो भने सोनमले 1 दिनमा कति काम गर्छ त्यो आउँछ। बुझ्नुभयो? सोनमको एफिसिएन्सी भनेको 4 हो र दिलीपको एफिसिएन्सी 120/40 गर्यो भने 3 हुन्छ। मतलब सोनमले 1 दिनमा 4 वटा काम गर्छ र दिलीपले 1 दिनमा 3 वटा काम गर्छ। बुझ्नुभयो? यो चाहिँ यसलाई इंग्लिशमा एफिसिएन्सी भनिन्छ। एफिसिएन्सी। यो चाहिँ एफिसिएन्सी हो। जुन पनि यस्तो खालको क्वेशन आयो भने पहिला यो फर्मेटमा यसरी टोटल वर्क एफिसिएन्सी निकाल्ने, त्यसपछि क्वेशन पढ्ने हो। बुझ्नुभयो नि? क्वेशन के पढ्ने? अब त्यसपछिको क्वेशन के हो भने यदि सोनमले एक्लै काम सुरु गरेर 6 दिनपछि छोडेमा, सोनमले एक्लै काम गर्यो र 6 दिन गर्यो भने सोनमको पहिला एफिसिएन्सी लेख्ने। सोनम 1 दिनमा कति काम गर्छ? सोनमको एफिसिएन्सी इन्टु कति दिन काम गर्यो? 6 दिन काम गर्यो। कति काम गर्यो ल भन्नुस् त? सोनम 1 दिनमा 4 गर्छ भने 6 दिनमा कति गर्छ? 24 वटा काम गर्छ। 24 वटा काम गर्यो। त्यसपछि के भनेको छ भने सोनमले छोडेमा दिलीपले बाँकी काम कति दिनमा गर्यो? अब बाँकी काम के थाहा कति हो? बाँकी काम निकाल्नलाई के गर्ने भने टोटल जति काम छ नि अनि सोनमको काम घटायो भने बाँकी काम आउँछ। बाँकी काम कति भयो अब? 96 भयो नि, हैन? अब यो 96 चाहिँ बाँकी काम भयो। बुझ्नुभयो? यो बाँकी काम भयो। यो बाँकी काम भयो। बुझ्नुभयो? त्यसपछि अब के सोधेको छ भने यो दिलीपले बाँकी काम कति दिनमा गर्छ? अब बाँकी काम 96 अनि दिलीपले 1 दिनमा कति गर्छ? 3 भने अब यसलाई डिवाइड गर्यो भने यसको अब कति दिनमा त्यसले बाँकी काम गर्यो, दिलीपले कति दिनमा बाँकी काम गर्यो भने आउँछ। अब 3 3 जा 9 अनि 3 2 जा 6 32 डेज। दिलीपले बाँकी काम 32 दिनमा कम्प्लिट गर्यो। 32 दिन अप्सनमा छ, अप्सन नम्बर बी मा छ।